सबैजनालाई नमस्कार फेरि पनि है। धेरै समयपछि हामी फेरि पुनः फेरि युट्युबमा जोडिएको छु। लगभग 6-7 महिनाको ग्याप पछि कन्टिन्यू गरिरहेको छु मैले ब्लग। अनि मेरो च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अबदेखि नयाँ सालदेखि फेरि यसै कन्टिन्यू ब्लगहरु आउनेछ भनेर आशावादीमा। अनि तपाईहरुले पहिलाको जस्तै माया अनि साथ सपोर्ट राखिराख्नु होला। हामी चाहिँ अहिले यो के भन्छ उता यो ऋषिदह भन्ने ठाउँमा हिँड्दैछौँ जानको लागि। थुप्रै साथीहरु जाम्न त अब 2-4 साल भइसक्यो अब नगएको पनि। त्यही भएर जाउन त भन्ने कुरो भएर यहाँ हामी हिँड्दैछौँ। यहाँ अगाडि हेर्नुस्, यहाँ साथीहरु धेरै छन्, धेरै पुरै हाम्रो गाउँको मान्छेहरु। अहिले चाहिँ हामी त्रिकिटाको उकालो भन्दा तल झर्दैछौँ तपाईको है। अनि यसै भिडियोबाट के भन्न चाहन्छु भने नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनी लगायत सम्पूर्ण आफन्तजनलाई नववर्ष 2082 सालको एकदम नयाँ उत्साह उमङ्ग सहित सुख शान्ति समृद्धि एवं है त्यही भन्न चाहन्छु। नयाँ वर्ष 2082 सालको शुभकामना छ सबैलाई। ह्याप्पी न्यू इयर टु अल है सबैलाई। अनि हामी ओह्रालो हिँड्दैछौँ। चिसो महसुस भयो यता आउँदाखेरि। डाँडाभन्दा उता त्यति धेरै चिसो त थिएन। यहाँ डाँडा कटिसकेपछि लगभग यो मेल्ले गाउँपालिका वडा नम्बर 2 को सीमाभन्दा तल आइसकेपछि, सिमानाभन्दा तल आइसकेपछि यो चाहिँ चिसो महसुस भयो अलि हामीलाई। तै पनि यो चिसो भन्दा पनि चिसो हामी यतिको चिसो त अब उ गर्न सक्छौँ, झेल्न सक्छौँ है। त्यही भन्न चाहन्छु। अब तल गएर तपाईलाई फेरि भेट्नेछु। अगाडि दाइ हिँड्दै हुनुहुन्छ, दाइ भतिज पुट्के भतिज यस्तै छ। यहाँ रुखै रुख, ठुलै रुखहरू छन् यहाँ। हो हामी यहाँ ऋषिदह भन्ने ठाउँ मेल्ले गाउँपालिका वडा नम्बर 2 मा पुग्दैछौँ लगभग। माथिबाट अब हामी तल एकदम कति 2 घन्टा हिँडेर तल पुग्यौँ। अब यहाँ थुप्रै आछन् हाम्रो यहाँ जात्रा हेर्नको लागि साथीहरू हैन। यहाँ बसिराखेका छन्। कोही उता छ ग्रुप, धेरै छ, धेरै आयो उताबाट उक्करै आइहाल्यो है। त्यस्तो छ अवस्था। हेर्नुस् कति हुन् हाम्रै मान्छे। सिउ तपाईलाई भोलि अब यो के भन्छ आकाशी पुल देखाउँछु तपाईलाई। अब सिधै यो चाहिँ तपाईहरुलाई हिजो यो भनेको थिएँ उता आकाशी पुल देखाउँछु। हाम्रो मेल्ले गाउँपालिकामा बनेको आकाशी पुल, मेल्ले गाउँपालिका वडा नम्बर 2 मा बनेको ऋषिदहमा बनेको आकाशी पुल। अहिले उहाँ जाँदैछौँ हामी। उहाँ अहिले पुलभित्र प्रवेश गर्दैछौँ हामी। यहाँ पुलमा एकदमै लगभग 200 मिटर लामो जस्तो लागेको छ मलाई पुल। यसको लम्बाइ चाहिँ अहिले त्यो आकाशी पुलमा एकदमै पहिलोचोटि आएँ म हैन। अब तपाईको धेरै 3 वर्षपछि यता यो ऋषिदह भन्ने ठाउँमा आएँ। हामी 4 जना आछौँ अहिले। साथीहरू पर पनि छन् अहिले हैन। हामी अहिले बीचमा गएर अझ फेरि बीचमा जाँदैछौँ। ल तपाईलाई बीचको भ्यू देखाउँछौँ तल अनि वरपरको भ्यूहरू यस्तै छ यहाँ है। अनि माया गरिदिनु होला तपाईहरुले है। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला है। बेल आइकनलाई अलमा दबाएर पुरै गरिदिनु होला। अगाडि यहाँ सानी बहिनीहरू जस्ती पनि छन्। त्यस्तै लागेको छ मलाई यहाँ। अनि 2082 साल लाग्दासम्म पनि म चाहिँ के हो सिंगल हुनुको पीडा के होला के रे हैन। हो त्यसको रहस्य खुल्न सकेको छैन। त्यही भएर कुनै केटीहरूले मलाई यहाँ पत्याउन सकेको छैन। यहाँ वरपरको भ्यूहरू देखाइदिनु त, तलमाथिको भ्यूहरू। यहाँ तल चाहिँ खोला, धेरै ठुलो खोला त होइन यो। त्यही पनि वरपरको यो बस्तीहरूलाई आवत जावतको लागि एकदम सजिलो होला भनेर बनाएको जस्तो पनि लाग्छ मलाई है। अनि अलि अझै बीचमा हामी आएको छैनौँ, बीचमा जाँदैछौँ हामी। अनि यहाँको अवस्था यस्तो छ। अहिले क्यामेरामा हुनुहुन्छ हाम्रो भरत ढोकायर है। भरत ढोका क्यामेरामा हुनुहुन्छ। अगाडि यहाँ भतिजी हिँडिराख्नु भएको छ है। हेलो हाई गरिदिनुहोस्। अनि
तपाईँले एउटा कुरा सोध्छु म, अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्नु त साथीहरूलाई। यो अमर रोका ब्लग च्यानललाई अमर रोका ब्लग च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनाले। सबैजनाले सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरौँ है। एक्लै अर्कालाई सपोर्ट गर्दै गर्दै ठुलो भन्ने त हो है। अब त्यही हो, सबैले साथ सपोर्ट दिनु पर्यो, त्यही हो अब कुरो। अनि हामी चाहिँ यहाँ खास आउनुको कारण चाहिँ यहाँ नयाँ सालमा चाहिँ यो बिस्सु भन्ने मेला लाग्छ यहाँ। अनि हाम्रो गाउँमा पनि लाग्छ लाग्न चाहिँ। अब यता हेरौँ नि त आफ्नो गाउँको कति हेर्ने भनेर यता आयौँ हामी। अनि त्यही हो कुरो। अब बिचमा गएर इन्डियो गरिदिउँ, अलि भ्यू देखाउँछु म तपाईँलाई, भ्यूहरू। अनि अहिले चाहिँ अब मैले क्यामेरा आफै लिएँ है। अनि यहाँ अगाडि भतिजो हुनुहुन्छ, अगाडि उता इन्टरभ्यू यो सिधातिर यो आकाशपुरमा आएर इन्टरभ्यू लिँदै हुनुहुन्छ होइन। सबैले अमर रोकाजीलाई साथ सपोर्ट दिइदिनुको लागि म विनम्र अनुरोध गर्दछु। धन्यवाद यी कुराको लागि तपाईँलाई पनि। अनि यहाँ मेले गाउँपालिकामा चाहिँ विकास भनेको एकदमै राम्रो भएर छ। यहाँ रोड पहिला 3-4 वर्ष अगाडि आउँदाखेरि त्यति रोड थिएन, एकदमै रोड बनेको छ ठाउँ ठाउँ। यहाँ तपाईँलाई 2073 पछि कति 78सम्म यो नेपालको विकास हुने ठाउँमध्येको नमुनामा नेपालकै 9 नम्बरमा परेको थियो यो गाउँपालिकामा है। त्यही हो। हाम्रो रामार्सन गाउँपालिका त कतिमा परेको थियो भन्दाखेरि अब 753वटा स्थानीय तह छ, 723 हो कि 13मा परेको थियो। त्यति मलाई एक्ज्याक्टली थाहा भएन, अब 23 हो कि 13 हो भनेर। त्यही हो। यहाँ करिब 200 मिटर लम्बाइ छ यो पुलको। यहाँ तल तारहरू एकदम वरपर गाडिएको छ। यो पुल हलिएला भनेर है। धेरै तल तपाईँको यहाँ हाइट भन्नुहुन्छ भने यो 200-250 को उचाइभन्दा माथि बनेको छ यो पुल। यहाँ साना साना भाइ बहिनीहरू यहाँ रामजात्रा हेर्नको लागि आइराखेका छन्। यो आवत जावत आरपार भइरहेको छ। ल तपाईँलाई भेट्छौँ अब अन्तिम गरिदिउँ ल। र तपाईँले अब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। बाँकी आउने दिनमा थुप्रै नयाँ भिडियोहरू आउनेछन्। उता माथि रामार्सन गएको है आउनेछन् सबैले। अनि फेरि एउटा कुरा जानकारी तपाईँलाई के गराउन चाहन्छु भने मैले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पनि लिएको छु। त्यही हो कुरो। अब नयाँ युवाहरू जाग्नुपर्छ, युवाहरूले देश हाँक्नुपर्छ भन्ने मेरो इच्छा हो। एमाले माओवादी काङ्ग्रेसहरूको काम छैन। अब यो देश एकदम भ्रष्टाचारले गर्दाखेरि कङ्गाल लागिसकेको छ देश एकदमै। अब युवाहरू जागौँ। त्यही भएर आजलाई यति नै, धेरै लामो नबनाऊ भिडियो। थ्याङ्क यू, किप वाचिङ, किप सपोर्टिङ गाइज। थ्याङ्क यू, लभ यु अल।